यहाँहरूले राख्नुभएको कुरा सदनमा जानकारी भयो। सदनका कारबाही नियमित कारबाहीहरूको महत्त्व यहाँहरूलाई पनि थाहा छ। अहिले हामी धेरैवटा विधेयकहरूलाई सम्पन्न गरेर कानुन बनाउने क्रममा गतिका साथ लाग्नु परेको र लागिरहेको स्थिति छ। सबै मान्यजीहरूको त्यत्तिकै सहयोग र तत्परता र यहाँहरूको सक्रियता बिना यो सम्भव छैन। त्यसकारणले त्यो कुराहरू पुरा गर्ने कुरामा यहाँहरूले कारबाहीलाई अगाडि बढाउन साथ दिनको लागि आसन ग्रहण गर्न म अनुरोध गर्दछु। मान्य सदस्यहरू आसन ग्रहण गरौँ र आसन ग्रहण गरिसकेपछि बाँकी कारबाहीको बारेमा के गर्ने, चित्त बुझ्ने नबुझ्ने त्यस पछाडिको कुराहरू आउँछ। त्यसैले मैले यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गरेको छु। आकस्मिक समयमा अरू पनि मान्यजीहरूले बोल्नको लागि समय माग गर्नुभएको छ र त्यस पछाडि आजका अन्य विषयहरूमा जानको लागि पनि मान्यजीहरूको आसन ग्रहण गरेर सहयोग गर्नु जरुरी हुन्छ। त्यस कारणले मान्यजीहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू आसन ग्रहण गरेपछि सभा सुरु हुन्छ र समय दिने नदिने के विषयमा जाने त्यस पछाडि मात्रै यताबाट गर्ने वातावरण बन्छ। त्यस कारणले पहिलो कुरो त मान्यजीहरू आसन ग्रहण गरेर वातावरण बनाऊ। मान्य सदस्यहरू, सभा सञ्चालन गर्ने हामी सबैको दायित्व हो। यो दायित्व पुरा गर्नको लागि मान्यहरूले आसन ग्रहण गरेर वातावरणहरू बनाउनु जरुरी छ। त्यस कारणले आसन ग्रहण गरौँ। मान्य सदस्यहरू, प्रतिपक्षको तर्फबाट जसरी ध्यान आकर्षण गर्न
निर्धारित समयलाई लिएर यहाँहरूले कुराहरू राख्नुभयो। त्यस्तै गरी संसदको ध्यान आकर्षण गर्न अरू धेरै मान्य सदस्यहरूले अनुमति लिनुभएको छ। त्यसैले यो आकस्मिक समयमा बोल्नको लागि समय लिनुहुने माननीयहरूको कुरा राख्नको लागि मान्यज्यूहरूले आसन ग्रहण गरेर त्यो समय दिने वातावरण बनाइदिनु हुन म अनुरोध गर्छु। मान्य सदस्यहरू, संसद सञ्चालन गर्नको लागि मान्यहरूको भूमिका नै निर्णायक हो। मान्य सदस्यहरू उठिरहेको बेलामा, त्यसमा पनि सिङ्गो प्रतिपक्षी उठिरहेको बेलामा संसद सञ्चालन गराउन कोसिस गर्नु सम्भव र उचित हुँदैन। मान्यज्यूहरूले सरकारको जवाफ नमागेसम्म सदन चल्न नदिने भन्ने कुराहरू सुनिएकै छ। त्यसले गर्दाखेरि जवाफ नआएसम्म चल्न नदिने अथवा उभिरहने कुराहरू सुनिएकै छ। त्यसैले म मान्यज्यूहरूलाई आसन ग्रहण गरेर सभा सञ्चालन गर्न सहयोग गर्नको लागि अनुरोध गर्दछु र त्यस पछाडि अरू कारबाहीहरूमा बाँकी कुराहरू गर्दै जानलाई म अनुरोध गर्दछु। मान्य सदस्यहरू, मैले अघि पनि भने, अरू पनि मान्य सदस्यहरूले आकस्मिक समयमा आफ्ना कुराहरू राख्न खोज्नु भएको छ। उहाँहरूले समय माग गर्नुभएको छ र मान्य सदस्यहरूले आसन गरेर उहाँहरूलाई समय दिउँ। त्यस पछाडि उहाँहरूले बोलेपछि के गर्नुपर्ने भन्ने कुराहरू फेरि केही समस्या आयो भन्ने कुरा गरौँ। त्यसले गर्दा मान्य सदस्यहरूलाई आसन ग्रहण गरिदिनको लागि म अनुरोध गर्छु। यदि मान्य सदस्यहरूको मात्रै कुरा सुन्ने र अरूको कुराहरू नसुन्ने हो भने अरूलाई पनि त अन्याय पर्छ होला नि।
मान्य सदस्यहरू आसन ग्रहण गरेर छलफल अगाडि लाने वातावरण बनाइदिनको लागि म अनुरोध गर्छु। मान्य सदस्यहरू, अब यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ।